जापानमा सेम सेम बट डिफ्रेन्ट देखिने खानेकुराको नामहरूले झुक्किनु भएको छ जस्तो लाग्छ मलाई धेरैजना। मिचुवा र पाक्चीमा चाहिँ धेरैजना झुक्किनु भएको छ जस्तो लाग्छ मलाई। फर्स्टमा त झन् धेरै झुक्किन्छ। नाम नपढिकन लिएर आउने हो भने धन्यो कति सस्तोमा पायो भनेर घर लिएर आउँदाखेरि तरकारीमा हाल्न खोज्दाखेरि अर्कै परिरहेको हुन्छ, मिचुवा भइरहेको हुन्छ। उस्तै देखिन्छ यिनीहरूटाको लिप्स, त्यही भएर छुट्याउनु नै गाह्रो हुन्छ। धन्यो जस्तै देखिन्छ, नाम नपढ्ने हो भने चाहिँ झुक्किन्छ। अनि अर्को धेरै झुक्किने भनेको चाहिँ नुन र चिनी। हाम्रो नेपालमा चाहिँ चिनी दानामा हुन्थ्यो र त्यसरी झुक्किँदैन थियो। यहाँ चाहिँ चिनी पनि मसिनो हुन्छ अनि नुन पनि मसिनो हुन्छ, अनि त्यो दुइटा किन्दाखेरि त त्यति धेरै झुक्किँदैन। घरमा ल्याइसकेपछि चियामा नुन अनि तरकारीमा चिनी धेरैचोटि हाल्नु भएको छ होला हजुरहरूले पनि। चिनी र नुनमा पनि धेरै झुक्किन्छ सुरुमा जापान आइसकेपछि। मेरो हस्बेन्डले मलाई अस्तिसम्म पनि भनिराख्नु भएको थियो कि मेरो हस्बेन्डहरू चाहिँ फर्स्टमा आउँदाखेरि झुक्किनु भएको चाहिँ तेलमा रहेछ। तेल भनेर किनेर लिएर आउँदाखेरि ओच्या परेको रहेछ। ओच्या पनि तेल जस्तै देखिने खालको ओच्या लिएर आउनु भएको होला सायद। अनि नामहरू पनि खासै पढ्न नआउनु भर्खर सुरुमा आएको बेलामा। अनि तरकारी पकाउँछु भनेर प्यानमा हालेको रे। अनि जति बेला पनि सुकिहाल्ने रे कि जतिचोटि हाल्यो त्यतिचोटि सुकिहाल्ने रे। किन यस्तो सुकिरहेको छ, यो तेल भएको भए त सुक्दैन थियो भनेर अगाडि नै आएको जान्ने बुझ्ने खालको मान्छेलाई सोद्धाखेरि चाहिँ यो तेल होइन ओच्या हो तिमीले किनेर ल्याएको भनेर भन्नुभएको थियो अरे। तेल र ओच्या बिचमा झुक्किने चाहिँ सायद उहाँहरू मात्रै होला, अरूको चाहिँ मैले अहिलेसम्म यो स्टोरी सुनेको छैन तेल र ओच्यामा झुक्किएको भनेर। हजुरहरू यो कुराहरूमध्ये कुनमा चाहिँ झुक्केर अहिलेसम्म सामानहरू किन्नु भएको छ? अनि योभन्दा बाहेक पनि अरू कुनै कुराहरू छ जुनमा चाहिँ झुक्केर एउटा भनेर किन्दा अर्को परेको छ भने कमेन्ट गरिदिनुहोस् है त।